संस्कृति का हामी चिनारे सभ्यता र संस्कृति का हामी चिनारे हामी चिनारे हौ हामी चिनारे हामी चिनारे हौ हामी चिनारे हामी खेलाडी हामी खेलाडी उहाँसँगै सम्पूर्ण अतिथिगणहरू पनि यहाँ उपस्थित हुनुभएको छ। हाम्रो दिनलाई सहर्ष स्वीकार्दै आफ्नो निकै व्यस्त समयलाई पनि व्यवस्थापन गर्दै यहाँसम्म आइपुग्नु भएकोमा यहाँसम्म पालिदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छौँ। यति बेला भने आजका कार्यक्रमका प्रमुख अतिथि नेपाल संत समाजका अध्यक्ष श्री हरिहर चौरास्ता आश्रमका आश्रम देखभाल गाउँ समूहका अधिकारी तथा देश निर्माण क्षेत्रीय समाज विकास केन्द्रका प्रधान संरक्षक श्री बजार स्वामी ज्ञानानन्द सरस्वती महाराजको उपस्थित हाम्रो मञ्चमा भइसकेको छ। उहाँलाई यहाँसम्म सम्मानको साथमा उपस्थित समाजसेवी श्री इन्द्र पुज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। काम पढेर हुनुहुन्छ काँडेखोला गाउँपालिका 5 निवासी, उहाँलाई पनि म अतिथि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। हरिश्यामबाट हुनुहुन्छ काँडेखोला गाउँपालिका वडा नम्बर 5 निवासी, उहाँलाई पनि म अतिथि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। आज यो कार्यक्रम सँगै सम्पूर्ण खेलकुद परिसरमा उभिएका प्रत्येक संरचनाहरूको
विधिवत रूपमा उद्घाटन गर्दैछौँ। गुरुहरूबाट स्वस्ति वाचन रहनेछ। स्वस्ति वाचन सँगसँगै दीप प्रज्वलन गरी आजको कार्यक्रमको उद्घाटन हुनेछ। बाजा पञ्चबाजाका सम्पूर्णलाई आफ्नो बाजागाजा सहित र अन्य झाँकीहरूलाई पनि आफ्नो साधनहरू बजाएर सरिक भइदिनको लागि अनुरोध गर्न चाहन्छु। हार्दिक धन्यवाद यस विकुट खेलकुद तथा समाज विकास केन्द्रका सदस्य आदरणीय सदस्यहरूलाई। हामी समयको पाबन्दीमा छौँ, त्यसैले मैले आफ्नो प्रतिवेदन सरसर्ती अध्ययन गर्ने अनुमति चाहन्छु। यस कार्यक्रमका प्रमुख अतिथि नेपाल सन्त समाजका अध्यक्ष श्री हरिहर सन्यास आश्रम देवघाट धामका पीठाधीश, यस केन्द्रका प्रधान संरक्षक पूज्यपाद गुरुदेव श्री 1008 स्वामी ज्ञानन्द सरस्वती महाराजज्यू, विशिष्ट अतिथिज्यूहरू, यस कार्यक्रमका सहयोगदाताज्यूहरू, खेलकुद कार्यक्रम अन्तर्गत कराटे तथा फुटबलका खेलका निर्णायकज्यूहरू, खेलाडी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, सुरक्षाकर्मीज्यूहरू, पत्रकारज्यूहरू, संस्थाका आजीवन सदस्यज्यूहरू, साझा सदस्यज्यूहरू, उपस्थित खेलप्रेमी महानुभावज्यूहरू एवं हामीलाई विभिन्न अनलाइनका माध्यमबाट देश तथा विदेशबाट प्रत्यक्ष रूपमा जोडिनुभएका व्यक्तित्वज्यूहरू लगायत
सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्दै मेरो संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्ने अनुरोध चाहन्छु। सुसंस्कृत एवं गतिशील समाजको निर्माण, ग्रामीण क्षेत्रको विकासमा खेलकुद अभियान भन्ने मूल मन्त्रका साथ विक्रम 2070देखि क्रियाशील यस संस्था विक्रमसम्म 2074देखि जिल्ला प्रशासन कार्यालय बागलुङमा विधिवत दर्ता भई गण्डकी प्रदेश बागलुङ जिल्ला काटेखोला गाउँपालिका वार्ड नम्बर 5 बिउकोट मैदान डाँडा राष्ट्रसन्त अनन्त श्री विभूषित स्वामी परमानन्द सरस्वती महाराजद्वारा संस्थापित श्री त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रमको उत्तरतर्फको भागमा हाल मुख्य कार्यालय रहेको यस केन्द्रले यस क्षेत्रमा विक्रमसम्म 2070देखि र यस परिसरमा विक्रमसम्म 2078देखि दैनिक कराते, जिम्नास्टिकका तालिमसँगै फुटबल एवं भलिबलका खेलहरू सञ्चालनरत छन् भने आवधिक रूपमा काटेखोला गाउँपालिकाभर तालिम कार्यक्रम सञ्चालन एवं पालिकाद्वारा सञ्चालित तालिम तथा प्रतियोगिताहरूमा प्रशिक्षक र निर्णायकहरूको भूमिकामा यस केन्द्रका प्रशिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा यहाँहरूलाई विदितै छ। सँगै यो 1 दशकभन्दा लामो यात्रामा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म यस केन्द्रका खेलाडीहरूले विभिन्न पदक प्राप्त गर्न सफल इतिहास यहाँहरू समक्ष छर्लङ्गै छ। भौतिक अवस्था विक्रमसम्म 2075को सुरुवातदेखि खेल मैदान निर्माण सुरु गरिँदा 2076को ऐतिहासिक राष्ट्रिय भजन प्रतियोगिता पश्चात प्रतियोगिता आयोजना भन्दा नियमित तालिम, विभिन्न प्रतियोगितामा सहभागितासँगै हामी संरचना निर्माणतर्फ केन्द्रित हुँदा जम्मा 11वटा सरकारी योजना, 2वटा सामाजिक संस्थाको सहयोग र ऋण गरी कुल 14 योजना मार्फत 78,56,423 रुपियाँको काम गर्दा विभिन्न योजना बाबत रु 66,13,493, आन्तरिक जनसरञ्जानबाट रु 2,65,478 र आन्तरिक ऋण रु 8,09,443, अक्षय कोषको ब्याज 1,09,240 र कार्यक्रम आयोजनाबाट बचत भएको रकम रु 58,400 को लागतमा 94 मिटर लम्बाइ, 25 मिटर चौडाइको खेल मैदान, 4 शौचालय, 1 स्नान गृह, खानेपानी धारा, 25 मिटर लम्बाइ र 24 मिटर चौडाइको कभर हल सहितको संरचना हामी सामु खडा छ। प्रतियोगितामा सहभागितातर्फ यस संस्था स्थापना पश्चात हालसम्म कुल 10वटा राष्ट्रिय स्तरका प्रतियोगितामा यस केन्द्रका 38 जना खेलाडीले पदक प्राप्त गर्न सफल भएका छन्। सँगै कुल 4वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जम्मा 16 खेलाडीले भौतिक उपस्थितिमा सहभागिता जनाएका छन् भने जम्मा 6वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनलाइन मार्फत सहभागी भई कुल 29 जना खेलाडीले पदक प्राप्त गर्न सफल भएको जानकारी गराउन चाहन्छु। भने विभिन्न स्थानीय, जिल्ला तथा प्रदेश स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको जानकारी गराउन चाहन्छु। ब्ल्याक बेल्ट उपाधितर्फ यस केन्द्रको बिउकोट सितोरियो कराते डोजो, यस केन्द्र अन्तर्गतको बिउकोट सितोरियो कराते डोजोबाट हालसम्म 5वटा ब्याचले ब्ल्याक बेल्ट उपाधि प्राप्त गर्दा कुल 26 जना खेलाडीले उक्त उपाधि प्राप्त गरेका छन् भने यस वर्षका लागि जम्मा 6 जना खेलाडीले सोही उपाधिका लागि तयारीमा रहेको अवस्था छ। कार्यक्रम प्रतियोगिता आयोजनातर्फ मुख्यतया यस केन्द्रको आयोजनामा हालसम्म राष्ट्रिय, प्रदेश स्तरीय एवं अन्य कार्यक्रम गरी कुल 11वटा इभेन्टको आयोजना गर्दा कुल 18 लाख कुल 18,94,786 खर्च, कुल 27,66,328 आम्दानी हुँदा अझै पनि रु 3,61,862 बोल चन्दा रकम उठ्न बाँकी रहेको अवस्था छ। हामी संरचना निर्माणमा केन्द्रित हुँदा यस क्षेत्रमा विगत वर्षहरूमा चाहिँ अन्य सामाजिक संस्थाहरूले केही न केही कार्यक्रमहरू गरिरहँदा विभिन्न सांस्कृतिक, खेलकुद एवं मनोरञ्जनका अवसरहरू भइरहन्थे। तर यो समयमा युवाहरूको चर्को विदेश गमन दर र बसाइ दर सराइले गाउँ रित्तिँदै गर्दा कुनै कार्यक्रमहरू आयोजना हुन नसकिरहेको र हामीले पनि आवश्यक आधारभूत संरचना निर्माण गरिसकेको सन्दर्भसँगै विजयादशमीको अवसरमा देश तथा विदेशबाट गाउँ आउनुहुने महानुभावहरूसँगै भेटघाट र भाइचाराको सम्बन्धलाई प्रभावकारी बनाउन यस क्षेत्रका सक्रिय खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न र निर्माण सम्पन्न संरचनाको उद्घाटन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। अन्तमा यस गरिमामय कार्यक्रममा उपस्थित हुनुभएका
प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र हाम्रा हरेक गतिविधिहरूमा आर्थिक, भौतिक एवं नैतिक रूपमा सहयोग गर्नुहुने सम्बद्ध सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। र मैले त्यो बोलीमा भन्दा पनि आफूले मलाई अलिकति काममा बढी ध्यान हुन्छ। आई बिलिभ अन वर्ड्स, आई बिलिभ अन वर्क्स, नट अन वर्ड्स। सो मैले यहाँहरू सबैको यहाँ उपस्थित हुनुभएका र उपस्थित नहुनुभएका सबैको योगदानले हामी यो अवस्थामा आइपुगेका छौँ। त्यसैले सम्बद्ध सबैलाई एकमुष्ट हार्दिक धन्यवाद र नमन व्यक्त गर्दै मेरो संक्षिप्त प्रतिवेदन यही अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त, धन्यवाद। जय भीमकोट, जय भीमकोट। गुरुलाई छेक्यो क्या काट्नु पर्यो। संस्थापित यस भीमकोट समाज जापान संस्थाले जापान भीमकोट सहित देशैभरि हुने मानवीय आवश्यकतामा अग्लो पंक्तिमा मात्र साथै विभिन्न खेलकुद प्रतियोगितामा गर्नुभएको आर्थिक नैतिक सहयोगको कदर स्वरूप संरचना उद्घाटन एवं विविध खेलकुद कार्यक्रम 2082 को अवसरमा श्री भीमकोट समाज जापान संस्थालाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दै यो सम्मान पत्र प्रदान गरिन्छ। श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती हमारा प्रमुख अतिथि कृष्ण प्रसाद कडेल, अध्यक्ष भीमकोट खेलकुद तथा समाज विकास केन्द्र काटीकोला गाउँपालिका 5 भीमकोट बागलुङ 2074-2082 असोज 19 गते हामी यो सम्मान पत्र प्रदान गर्दैछौँ। यो ज्ञानानन्द सरस्वती महाराजज्यू, त्यसै गरी काटीकोला गाउँपालिकाका अध्यक्ष श्री राजु थापाज्यू, उपाध्यक्ष तिलक थापाज्यू, यस केन्द्रका अध्यक्ष तथा अध्यक्ष श्री कृष्ण प्रसाद कडेलज्यू लगायत सम्पूर्ण अतिथिगणहरूलाई उहाँहरूलाई विदाई सहितको यो सम्मान पत्र प्रदान गरिरहनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद र आभार प्रकट गर्दै सँगै मायाको चिनो पनि प्रदान गर्नको लागि अनुरोध गर्न चाहन्छु। भीमकोट समाज जापानले जुन तरिकाले साथ र सहयोग गरिरहेको छ भीमकोटको यो खेलकुदलाई उजागर गर्नका निमित्त उहाँहरूको साथ र सहयोग निकै अपरिहार्य र निकै अर्थपूर्ण छ। तसर्थ उहाँहरूको यो साथ र सहयोगको सिलसिला अझै लामो बढिरहोस् भन्ने हामीले पूर्ण विश्वास गर्दै आजको यो कार्यक्रमबाट उहाँहरूको समय अवधि अथवा उहाँको समयको पाबन्दी अलिकति कम भएको कारणले उहाँहरूलाई बिदा गर्दैछौँ। धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रममा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गर्दै पालिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। भीमकोट खेलकुद तथा समाज विकास केन्द्र यस आजका कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि राष्ट्रसन्त स्वामी परमानन्द महाराज ज्ञानानन्द सरस्वती महाराजज्यू, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, सन्तज्यूहरू, विभिन्न ओहदामा रहनुभएका कर्मचारीज्यूहरू, यहाँ उपस्थित मेरा मान्यजन गुरुहरू, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा आज तेस्रो कराते बागलुङ च्याम्पियनसिपका सम्पूर्ण सहभागी
भाइ बहिनीहरू, आज म एकदमै खुसी छु। त्यस कारण मेरा 2-4 शब्द थोरै लामो पनि हुनसक्छ, त्यसको लागि म क्षमा चाहन्छु। यो एउटा इतिहासकै भ्यूकोटमा यो एउटा ऐतिहासिक रचना सफल हाम्रो सर्वप्रथम कृष्ण प्रसाद पौडेल भाइलाई हार्दिक धन्यवाद एवं नमन व्यक्त गर्न चाहन्छु। त्यसपश्चात सम्पूर्ण हाम्रो अमर माध्यमिक विद्यालयका आदरणीय गुरुहरू, सम्पूर्ण खेलमा प्रेरित सम्पूर्ण भाइ बहिनीहरूको अटोट र ठुलो योगदानले नै आज हामी यहाँसम्म आउन सफल भएका छौँ। त्यसको लागि म समस्त आजसम्म जसरी जहाँबाट सामाजिक, नैतिक, आर्थिक, बौद्धिक जुन किसिमको सहयोग गर्नुभयो त्यसको लागि म सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यो कराते, सबभन्दा पहिला म करातेतिर जान चाहन्छु। कराते मैले 2051 सालमा म दिल्लीमा गएर 2 वर्ष मैले कराटे सिकेको। त्यति बेला मैले ब्लू बेल्ट लिएर पर्पलमा जाँदै गर्दा मैले आफ्ना हरेक परिस्थितिवश मैले कराटे छोडेँ। मैले दुईवटा यस्तै गेमहरू पनि खेलेको छु दिल्लीमा। मेरो यहाँ एउटा दिव्य खेलकुद फाउन्डेसनको मेरो फोटो पनि छ। मैले मेडलहरू लिने यस्ता गेमहरू खेलेको पनि हो। त्यसको लागि चाहिँ म आज एकदमै यो एकदम मेरै कार्यक्रम हो जस्तो लागेको छ। अरू कार्यक्रममा गए मलाई एकदमै भारी हुन्छ, तर आज यहाँ म एकदम खुला छु। एकदमै हजुरहरूसँग मेरो आफ्ना 2 दिन अनुभव सेयर गर्न चाहन्छु। त्यसले गर्दा हाम्रा भाइ बहिनीहरूको केही जीवनमा परिवर्तन आउन सक्यो भने पनि त्यसले केही त्यो नै मेरो एउटा म रहेको केही एउटा मलाई आभास हुनेछ। कराटे भनेको एउटा आफूलाई नै आफ्नो एउटा मेडल र एउटा बेल्टको लागि नभएर एउटा आफ्नो आत्मरक्षा, आत्मविश्वास, आत्मबल बढाउने एउटा खेल हो। यसले आफ्ना जीवनका हरेक समस्याहरू, हरेक किसिमका चुनौतीहरू पार गर्नको लागि यसले चाहिँ ठुलो भूमिका खेलेको हुन्छ। तपाईँको मनस्थिति बलियो भयो भने, तपाईँको आत्मविश्वास बलियो भयो भने, तपाईँको जस्तासुकै समस्याहरू आए पनि त्यसलाई चाहिँ तपाईँहरूले आफूले सजिलैसँग त्यसको समाधान गर्न सक्नुहुन्छ। त्यसले गर्दा यो खेल हर कसैले, हामी ससानाबाट जो कसैले पनि आफ्नो यसमा चाहिँ समावेश भएर यसबाट लिने ज्ञानहरू यो आफ्नै शरीरको लागि हो। कुनै तपाईँहरूले पद जितेर या कसैलाई दिने होइन। यो चाहिँ तपाईँहरूले आफ्नो एउटा भविष्य, एउटा स्वस्थ जीवनको लागि चाहिँ यो एकदमै नहुने खेल हो। कराटे त अब हाम्रो सायद यो यसको आविष्कार सायद चाइना या जापानबाट भएको हुनुपर्छ। म पनि यो सायद पहिला यस्तो हुन्थ्यो भने म यहीँ सिकेर जान्थेँ। म यो चिजको असुविधा थियो यहाँ। हामीहरू चाहिँ एउटा भलिबल खेल्थ्यौँ, डन्डी बियो, अब कबड्डी, सानातिना खेलहरू हुन्थे। त्यसले गर्दा तपाईँहरूलाई यही आफ्नै ठाउँमा जसरी एउटा अठोट हाम्रा गुरुहरूको माध्यमबाट हजुरहरूले यो सिक्ने र यसलाई यहीँ तपाईँहरूले यसको उपयोग गर्ने मौका पाउनुभयो। तपाईँहरू एकदमै भाग्यशाली हुनुहुन्छ।
कृष्णभाइले 2074मै हाम्रो यो स्थापना सायद यहाँ भएको हुनुपर्छ। त्यस लगत्तै एउटा यो ग्राउन्डको लागि चाहिँ एउटा एस्टिमेट चाहिँ भाइले पठाउनु भएको थियो बिलबोर्डसँग जापानलाई र उहाँले मलाई पनि पठाउनु भएको थियो। तर आज यो कुरो म यहाँ सेयर गर्नै पर्छ। त्यति बेला उहाँले बिलबोर्डसँग जापानलाई पठाउनु भएको रहेछ। पठाएपछि अब मैले गराउँछु भनेर भएन। तर त्यति बेला मेरो मनमा चाहिँ के थियो भने त्यो चाहिँ सफल भयो भने सम्भव भएसम्म मैले बनाउँछु भन्ने पनि थियो। तर फेरि अरूलाई कुनै चिठी पत्र पठाइसकेपछि फेरि त्यसमा गएर मैले बनाउँछु भनेर त्यहाँ मैले त्यसमाथि कुनै हस्तक्षेप गरिनँ। त्यस लगायत हामीले बिलबोर्ड समाजबाटै हामीले 10 लाखको पठाइयो। त्यति बेला सायद हाम्रो यो 17 लाखको भाइले एस्टिमेट पठाएको हुनुपर्छ। त्यो 17 लाख पनि मैले आफूले एउटा व्यक्तिगत रूपमा एउटा भवन बनाइदिएर यो खेलकुद विकासको लागि बिउलाई केही आफ्नो गाउँ ठाउँलाई केही गरौँ भन्ने मेरो एउटा विश्वास थियो। त्यति बेला बिलबोर्ड समाजले जापानको 10 लाख पठाइदियो। हामीहरूको एउटा 5 लाखको अवसर छ। भोलि पर्दा हामीलाई चाहिएको खण्डमा या हामीलाई त्यस्तो परेको खण्डमा खेलकुद विकासको लागि बिउमा त्यस्तो पर्यो भने हामी बिलबोर्ड समाज जापान लगायत म व्यक्तिगत तर्फबाट पनि मैले चाहिँ एकदमै यसको लागि चाहिँ जसरी जताबाट खटेर गर्नुपर्छ म चाहिँ यसको लागि पुरा सहयोग गर्न तयार छु। र भाइ बहिनीहरूलाई आज जसरी तपाईँहरू यहाँ सहभागी हुनुभयो र अब यहाँ सबै पदकहरू छन्। सबै जित्नु होला नजित्नु होला, तर जसरी तपाईँहरू यहाँ सहभागी हुन आउनुभयो र आफ्ना भाइ बहिनीहरू अरूलाई पनि एउटा समेटेर यो खेललाई चाहे कराटे होस्, चाहे फुटबल होस्, चाहे भलिबल होस्, एउटा खेलहरूप्रति चाहिँ सबैको माया ममता र हाम्रो अभिभावक जीवनले पनि आफ्ना छोराछोरी भाइ बहिनी सबैलाई चाहिँ यो खेलकुदतर्फ ध्यान दिएर अहिलेको यो जुन बढ्दो पहिला हाम्रो एउटा के थियो भने गाउँले उसमा चाहिँ हामी खेतीबारी गर्थ्यौँ, घाँस काट्थ्यौँ, हाम्रो आफै पनि एक्सर्साइज हुन्थ्यो शरीरमा। तर अहिले त्यो चाहिँ बिस्तारै हराउँदै गर्दाखेरि अलिकति यो शारीरिक तन्दुरुस्तीको लागि पनि यो खेल अत्यन्तै आवश्यक छ। त्यसले गर्दा सम्पूर्ण हाम्रो अभिभावक जीवनले आफ्ना छोरा नाति पनाति सबैलाई जसरी हुन्छ एउटा खेलप्रति चाहिँ जागरुक गराइदिनु हुन पनि म सम्पूर्ण अभिभावक जीवनलाई म हार्दिक बिन्ती गर्न चाहन्छु। र अब विद्यार्थी भाइ बहिनीहरू जति हुनुहुन्छ अब सबैले पदक नजिते पनि जिते पनि तर यहाँ जसरी तपाईँहरू सहभागी भइदिनु भयो त्यसले तपाईँहरूले पक्कै पनि तपाईँहरूले मेरो उसमा अनुभवमा चाहिँ तपाईँहरूले पदक जितेको मानेर अरू खेलमा माथिसम्म पुगेर तपाईँहरू आफ्नो एउटा ज्ञानलाई आत्मबल लिएर अगाडि बढ्नुहुनेछ भन्ने भन्दै र यो आयोजकलाई फेरि पनि यस्ता कार्यक्रमहरू फेरि हुन्, यसमा फेरि पनि त्यस्तो बिउलाई अगाडि बिउको काँटीखोला गाउँपालिकालाई अगाडि यसरी राखेर र विश्वमै एउटा चिनाउने पहल अब अरूप्रति हार्दिक धन्यवाद दिँदै पुनः यस कार्यक्रम सफलताको कामना गर्दछु। धन्यवाद। धन्यवाद। आफ्नो प्रतिबद्धतासहित छोटो मन्तव्यको लागि आजका विशिष्ट अतिथि दिव्य फाउन्डेसन जापानका कार्यकारी प्रमुख तथा यस केन्द्रका संरक्षक दिव्य खेलकुद अक्षय कोषका संरक्षक संस्थापक श्री दीपक सुवेदीज्यूलाई, नेपाल क्षेत्रीय कराते सङ्घका अध्यक्ष महेन्द्र खड्कालाई यो करातेको हेलमेट प्रदान गरी यो करातेको जिल्ला स्तरीय कराते प्रतियोगिताको उद्घाटन भएको जानकारी गराउन चाहन्छु। धन्यवाद। र सम्पूर्ण
यो एक बाउल भरतजी मान्छे देखाउनुहोस् मोबाइल बक्स छैन त गुरु छैन रेफ्री महोदयज्यूहरूलाई भइरहेको बाउट र अब त्यस पछाडि हुने बाउटको नामावली हामीलाई पनि प्रदान गरिदिनुको लागि अनुरोध गर्न चाहन्छौँ। फुटबल संयोजक शिव कडेलज्यू कृपया मञ्चमा सम्पर्क गरिदिनु होला। शिव कडेलज्यू फुटबल संयोजक कृपया मञ्चमा सम्पर्क गरिदिनु होला। धन्यवाद रेफ्री महोदयहरूलाई यो पहिलो बाउटको लागि। अब भने हामी अन्य कार्यक्रमहरूलाई जोड्नेछौँ, त्यस पछाडिको बाउटहरू अगाडि बढाउनेछौँ। कृपया रेफ्री महोदयज्यूहरूलाई अब हुने बाउटको नामावली मञ्चसम्म पनि ज्यूहरूलाई अनुरोध गर्न चाहे। साथै प्रशंसापत्र साथै सँगसँगै प्रशंसापत्र पनि ग्रहण तथा प्रदान गरिदिनु होला। राष्ट्रचन्द्र स्वामी परमानन्द स्मृति खेलकुद परिसर उद्घाटन तथा विविध खेलकुद कार्यक्रम 2082लाई आर्थिक सहयोग गर्नुहुने स्पोन्सर श्री टिकाराम कडेलज्यूलाई पनि यो मायाको चिनो र प्रशंसापत्र ग्रहण गर्नको निमित्त मञ्च अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी मायाको चिनो ग्रहण गर्नका निमित्त यस कार्यक्रमलाई सफलीभूत र घनीभूत बनाउनका निमित्त सहयोग गर्नुहुने स्पोन्सर श्री इन्द्रलाल सुवेदीज्यूलाई पनि यो मायाको चिनो ग्रहण गर्नका लागि अनुरोध गर्दै विशिष्ट अतिथि तथा प्रमुख अतिथिज्यूहरूलाई प्रदान गरिदिनका लागि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। र अबको क्रममा भने करातेका साथीहरू पनि निकै आतिनु भएको छ आफ्नो खेल प्रदर्शन गर्नको निमित्त र कराते खेलको मजा लिनका लागि पनि यहाँ थुप्रै दर्शक महानुभावहरू अतिथि महोदयहरू निकै आतुर हुनुहुन्छ। त्यो हामीले बुझ्छौँ, तैपनि हाम्रो कार्यक्रमको आफ्नो सेड्युल अनुसार हामीले आज यो निकै ठुलो तामझामको साथमा हाम्रो यो खेलकुद परिसरलाई उद्घाटन गरिरहेका छौँ। तसर्थ पनि आज ढिला भएकोमा हामी क्षमा चाहन्छौँ र यो कार्यक्रमको सेड्युल र यो कार्यक्रमको व्यस्तता हजुरहरूले पनि बुझिदिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास गर्दै यति बेला भने म आफ्नो मन्तव्य प्रस्तुत गर्नका निमित्त मन्तव्य राखिदिनका निमित्त समाजका अध्यक्ष
श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराज आजका विशिष्ट अतिथि अत्यन्तै सरल व्यक्तित्व, अत्यन्तै सामाजिक व्यक्तित्व, सफल व्यवसाय दीपक सुवेदीज्यू, विशिष्ट अतिथि काटीखोला गाउँपालिकाका उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकारीज्यू, सन्त महाराजज्यूहरू, बिहुमा जन्मेर विश्वका विभिन्न देशमा सफल व्यवसायीहरू, सम्पूर्ण वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, कर्मचारी साथीहरू, विभिन्न पालिकाबाट यो आज र भोलि हुने खेलकुद कार्यक्रममा सहभागी हुन आउनुभएका सम्पूर्ण खेलाडी भाइ बहिनीहरू, सम्पूर्ण प्रशिक्षक साथीहरू, विभिन्न सांस्कृतिक समूहका साथीहरू र आजको कार्यक्रममा उपस्थित भएर यो कार्यक्रमलाई सफल बनाउन आउनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो काटीखोला गाउँपालिकाको तर्फबाट न्यानो नमस्कार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम हामीलाई यो कार्यक्रममा बोलाउनु भयो, आयोजक परिवारलाई धन्यवाद दिन चाहन्छु। आज हामी एउटा अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा एउटा अत्यन्तै महत्त्वपूर्ण व्यक्तित्वको प्रमुख आतिथ्यमा एउटा शान्त वातावरणमा हामी कार्यक्रम गरिरहेका छौँ। जुन कार्यक्रम गर्नमा र यो सिङ्गो खेलकुद मैदान संरचना बनाउनमा योगदान पुर्याउनु हुने सम्पूर्ण ठुला मनका धनीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। सर्वप्रथम यो खेलकुद मैदानको जग्गा दिनुहुने यो त्रिपुरेश्वर महादेव मन्दिरका अथवा हाम्रा अत्यन्तै महान पुरुष श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजप्रति म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र यो संरचना बनाउनमा विभिन्न देशबाट विभिन्न व्यक्तित्वहरूले, विभिन्न सङ्घ संस्थाहरूले जुन योगदान गर्नुभएको छ सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। समाज बनाउनको निमित्त, समाज विकास गर्नको निमित्त कुनै न कुनै व्यक्तिले अग्रसरता लिनुपर्छ, जरुरी छ। तब मात्र समाज सभ्य समाज बन्न सक्छ, विकसित समाज बन्न सक्छ, समृद्धि समाज बन्न सक्छ। जुन अगुवाको रूपमा बिउकोट खेलकुद तथा विकास
धन्यवादको पात्र हुनुहुन्छ। सायद कृष्ण भाइ यो ठाउँमा नजन्मेको भए यस्तै खालको संरचना बन्नको निमित्त धेरै समय लाग्न सक्थ्यो र कृष्ण भाइलाई काटेखोला गाउँपालिकाले पनि सम्मान गरेको छ। काटेखोला गाउँपालिकाले सधैँ स्मरण गर्नेछ। हामी चाहन्छौँ यस्तै व्यक्तिहरू समाजमा जन्मे भने, अगुवा बन्यो भने समाज बन्नमा धेरै समय लाग्दैन। जुन आज हामी खेलकुदको कार्यक्रमहरू गर्न खोजिरहेका छौँ, गर्न गइरहेका छौँ, खेलाडीहरू भनेका देशका एकदमै महत्त्वपूर्ण गहना हुन्। जुन खेलाडीहरू उत्पादन गर्नको निमित्त, खेलाडीहरूलाई हौसला बढाउनको निमित्त बिरुकोट खेलकुद तथा समाज विकास केन्द्रले विविध कार्यक्रमहरू गर्दै आइरहेको छ, गरिरहेको छ। त्यसको लागि पनि म यो आयोजक कमिटीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्नको निमित्त म भित्रैदेखि आग्रह गर्न चाहन्छु। काटेखोला गाउँपालिकाले तपाईँहरूसँग कस्तो खालको सहकार्य गर्ने हो? जुन यो खेलकुद कार्यक्रममा पनि काटेखोला गाउँपालिकाको सहकार्य छ। हामीले यहाँको संरचनाहरू बनाउनमा विभिन्न समयमा गाउँपालिकाले सहयोग गरिरहेको छ। यस्ता राम्रा कामहरू गर्नको निमित्त, राम्रा कामहरू गर्दाखेरि काटेखोला गाउँपालिका सदैव सहयोग गर्न चाहन्छ। काटेखोला गाउँपालिकाले जति बेला हामीलाई तपाईँहरूले ठुलो जिम्मेवारी दिनुभयो काटेखोला गाउँपालिकालाई समृद्ध बनाउनको निमित्त, काटेखोला गाउँपालिकालाई अगाडि बढाउनको निमित्त जुन हामीलाई विश्वास गर्नुभएको थियो, हामी इमान्दारीका साथ काम गरिरहेका छौँ। हाम्रो हैसियत अनुसार, हाम्रो जुन बजेट छ त्यो अनुसार हामीले काटेखोला गाउँपालिकामा विविध कार्यक्रमहरू गरेर यो समाजलाई अगाडि बढाउनको निमित्त हामीले थुप्रै कामहरू गरिरहेको कुरा तपाईँहरूलाई जानकारी दिन चाहन्छु। आज समाज, आज देश रोइरहेको छ। म पनि भावुक छु। त्यसको कारण हो हामी तमाम नेपालीहरू व्यक्तिवादी भयो। देशलाई भन्दा, समाजलाई भन्दा हामीले व्यक्तिलाई महत्त्व दियौँ, आफ्नो पार्टीलाई महत्त्व दियौँ, आफ्नो जातिलाई दियौँ। त्यस कारणले देश पछि परेको छ। हामीले पहिलो प्राथमिकता भनेको वेबसाइट र हाम्रो फेसबुक पेजमा पनि राखेका छौँ। यसलाई विस्तृत हजुरहरूले बुझ्न चाहेको खण्डमा, चित्त नबुझेको खण्डमा र अरू थप केही कुरा बुझ्न खोजेकोमा हामी 24 घण्टा हजुरहरूको जवाफ दिन तयार छौँ। यस कार्यक्रमका प्रमुख अतिथि नेपाल सन्त समाजका अध्यक्ष श्री हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश, यस केन्द्रका प्रधान संरक्षक पूज्यपाद गुरुदेव श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यू, विशिष्ट अतिथिज्यूहरू, यस कार्यक्रममा सहयोगदाताहरू, खेलकुद कार्यक्रम अन्तर्गत कराते तथा फुटबल खेलका निर्णायकज्यूहरू, खेलाडी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, सुरक्षाकर्मीज्यूहरू, पत्रकारज्यूहरू, संस्थाका आजीवन सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, उपस्थित खेलप्रेमी महानुभावहरू एवं हामीलाई विभिन्न अनलाइनका माध्यमबाट देश तथा विदेशबाट प्रत्यक्ष रूपमा जोडिनुभएका व्यक्तित्वज्यूहरू लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्दै मेरो संक्षिप्त आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु। भौतिक निर्माणतर्फ योजनाको विवरण: नाम अमरमावि नजिकै खेल मैदान निर्माण 2075 मार्फत वार्ड नम्बर 5 को कार्यालयबाट हामीलाई 3,94,000 प्राप्त भएको थियो। यसमा 7,52,000 रुपियाँ हाम्रो खर्च भएको थियो। नपुग रकम ऋणबाट 3,58,000 रुपियाँ। नम्बर 2 परमानन्द स्मृति खेल मैदान निर्माण 2076 वडा नम्बर 5 को वडा कार्यालयबाट 4,91,000
छोडिसकेको छ। 10 लाख रुपियाँ जापान समाज भीमकोटबाट प्राप्त भएको थियो। 11,25,698 रुपियाँ त्यसमा खर्च भएको थियो। नपुग रकम ऋणबाट 1,25,000 त्यो बेलामा यस संस्थाका अध्यक्ष कृष्ण कणेल र म कोषाध्यक्ष हरि सापकोटाको र हामीले ऋण स्वरूप 1,25,000 थपेर यो 10 लाखको काम गरेका थियौँ पहिलो चरणमा। नम्बर 6 भीमकोट खेलकुद कभर हल निर्माण भुइँ ढलान पर्खाल निर्माण 2078 मार्फत गण्डकी प्रदेश सरकारबाट 7,70,278 रुपियाँ प्राप्त भएको थियो, जसमा हाम्रो 8,03,980 रुपियाँ खर्च भएको थियो। नपुग रकम श्रमदानबाट हामीले गराएका थियौँ। नम्बर 7 भीमकोट धार्मिक महोत्सवका लागि मैदान मर्मतको लागि 1,25,000 भीमकोट अन्तर्राष्ट्रिय समाजबाट प्राप्त भएको थियो। यसमा 1,25,000 खर्च भएको थियो। 8 नम्बरमा भीमकोट खेलकुद कभर हल निर्माण 2078 काठेखोला गाउँपालिकाबाट 3,94,000 रुपियाँ प्राप्त भएको थियो, जसमा 4,14,775 रुपियाँ नपुग रकम श्रमदानबाट गरिएको थियो। 9 नम्बरमा भीमकोट खेलकुद कभर हल निर्माण 2078 गण्डकी प्रदेश सरकारबाट 7,79,360 यसमा 8,20,136 रुपियाँ यसमा श्रमदान बाहेक भयो फलामको काम थियो। नपुग रकम ऋणबाट 40,000 रुपियाँ हामी ऋणबाट यस संस्थाका अध्यक्ष र कोषाध्यक्ष मबाट हामी ऋणबाट चलाएका थियौँ। 10 नम्बरमा भीमकोट खेलकुद शौचालय निर्माण 2079 काठेखोला गाउँपालिकाबाट 4,83,421 रुपियाँ प्राप्त भएको थियो, जसमा 4,87,949 खर्च भएको थियो। नपुग रकम श्रमदानबाट 11 भीमकोट खेलकुद निर्माण मैदान र तारबार 2079 काठेखोला गाउँपालिकाबाट 4,91,225 रुपियाँ प्राप्त भएको थियो, जसमा 5,92,370 रुपियाँ खर्च भएको थियो। नपुग रकम 1,01,145 कृष्ण कणेल र हरि सापकोटाबाट ऋण स्वरूप प्राप्त भएको थियो। 12 नम्बरमा जुडो कराते म्याट खरिद 2079 वार्ड नम्बर 5 को कार्यालयबाट 1,87,000 रुपियाँ प्रदान भएमा 2,22,762 रुपियाँ खर्च भएको थियो। नपुग रकम श्रमदानबाट पूर्ति गरिएको थियो। भीमकोट खेल मैदान तथा कभर हल मर्मत सम्भार 2081 6,59,233 रुपियाँमा 7,11,653 खर्च भएको थियो, जसमा नपुग रकम श्रमदानबाट 14 मैदान निर्माणका क्रममा माटो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन खर्च हामीले यो माटो हामीले सोचेभन्दा बढी निस्के माटो खाल्दाखेरि तल अरू कसैको जग्गामा गएको हुनाले 2078 8 महिना 25मा उहाँलाई हामीले 2,40,000 जग्गा धनीलाई दिएर त्यो जग्गा हामीले अर्को व्यक्तिलाई बेचेका थियौँ। 1,55,000 त्यो तल उल्लेख छ। त्यसमा 3,49,240 मा नपुग रकम 2,40,000 हामीले परमानन्द सहकारीबाट ऋण स्वरूप ल्याएका थियौँ। त्यसको हालसम्म यो प्रतिवेदन तयार हुँदासम्म 1,09,240 रुपियाँ ब्याज तिरिसकेका छौँ। टोटलमा 66,13,853 हाम्रो आम्दानी भएको छ भने 78,56,423 मा फरक 12,42,570 हाम्रो नपुग रकम हामी हाम्रो संस्था माइनसमा छ, ऋणमा छ। भौतिक निर्माण सम्बन्धमा अन्तर्राष्ट्रिय भीमकोट समाजबाट 1,25,000 खेल मैदान निर्माणतर्फ अन्तर्राष्ट्रिय भीमकोट समाजबाट 1,25,000 गण्डकी प्रदेश सरकारबाट 4,44,600 काठेखोला गाउँपालिकाबाट 13,68,646 काठेखोला गाउँपालिका वार्ड नम्बर 5बाट 8,85,336 जम्मा जम्मी खेल मैदान निर्माणतर्फ 28,23,622 रुपियाँ र कभर हल निर्माणतर्फ भीमकोट समाज जापान र जापान समाज भीमकोटबाट 10 लाख रुपियाँ कुल 11,25,000 गण्डकी प्रदेश सरकारबाट 15,49,638 रुपियाँ कभर हल र खेल मैदानबाट कुल 19,14,238 काठेखोला गाउँपालिकाबाट 10,53,233 रुपियाँ कभर हललाई र 13,68,646 गरेर काठेखोला गाउँपालिकाबाट पनि हामीलाई 24,21,879 रुपियाँ हालसम्म प्राप्त भएको छ। काठेखोला गाउँपालिका वार्ड नम्बर 5बाट 1,87,000 रुपियाँ र
अक्षय कोष छन्। सो अक्षय कोषबाट हामीलाई ब्याज प्राप्त भएको छ। ऋणबाट 1,65,698 गरेर कुल 8,09,443। जम्मा श्रमदानबाट 1,24,692, टोटल श्रमदानबाट 1,40,795। हलतर्फ टोटल श्रमदान 2,65,487। मुख्य प्रतियोगिता कार्यक्रमहरू हामीले यस प्रकार गरेका छौँ। कार्यक्रमको नाम प्रथम धौलागिरी अञ्चल स्तरीय कराते प्रतियोगिता 2071 मा कुल खर्च हाम्रो 3,11,355 भएको थियो। आम्दानी 3,92,183 रुपियाँ भएको थियो, जसमा उठ्न बाँकी 45,500 छ। जिम्नास्टिक फर अल तालिम 67,500 रुपियाँ खर्च भएको थियो, 64,000 आम्दानी भएको थियो। शिवधुरीको मैदानमा निपुण खेलकुद विश्वविद्यालय जापानका प्रशिक्षकबाट 70 जनालाई 3 दिन तालिम प्रदान गरिएको थियो। गण्डकी प्रदेश स्तरीय कराते प्रतियोगिता 2074 सालमा प्रदेश स्तरीय सायद बागलुङमा कमै त्यो बेलामा हाम्रो पहिलो नै होला 7,25,942 रुपियाँ हाम्रो खर्च भएको थियो। आम्दानी 11,31,475 रुपियाँ, जसमा उठ्न बाँकी 1,48,500। खेल मैदान 44,000। मलेसियाबाट 90,000 अन्य खेल सामग्री सहभागिता एवं वर्षभरिको प्रशासनिक खर्च 1,23,033 रुपियाँ। 16 रेस बाइक प्रतियोगिता 2075 सालमा गरेका थियौँ, जसमा हाम्रो 15,700 खर्च भएको थियो। 23,000 कुल आम्दानी भएको थियो। राष्ट्रिय लोक भजन प्रतियोगिता 2075 सालमा हामीले रामकोट त्रिपुरेश्वर महादेव परिसरमा भव्य लोक भजन प्रतियोगिता राखेका थियौँ, जसमा 6,01,274 रुपियाँ खर्च भएको थियो। 9,79,145 रुपियाँ हाम्रो आम्दानी भएको थियो, जसमा 1,67,862 उठ्न बाँकी र खेल मैदानमा खर्च 14,400। कोसेकी कराते आबद्धता हाम्रो यो संस्था कोसेकी करातेमा आबद्धता खर्च 62,500। खेल सामग्री सहभागिता एवं वर्षभरिको प्रशासनिक खर्च 71,467। लोकबाजा प्रतियोगिता हामीले बिउको कोट मन्दिरमा हामीले दसैँमा लोकबाजा प्रतियोगिता पनि राखेका थियौँ। 65,580 खर्च भएको थियो, जसमा 67,510 आम्दानी भएको थियो। डिपुए भर्चुअल स्पोर्ट्स फेस्टिभल 2077 1,19,000 रुपियाँ हामीले त्यो कोरोना ताका हामीले भर्चुअल स्पोर्ट्स फेस्टिभल पनि गरेका थियौँ। डिपुए फाउन्डेसनको अक्षय कोषबाट 1,19,000 रुपियाँ हाम्रो खर्च भएको थियो। 1,40,000 2 वर्षको ब्याज एकैपटक उहाँ त्यो फाउन्डेसनको ब्याजबाट 1,40,000 आम्दानी भएको थियो। कोरोना महामारीमा सामग्री वितरण र क्वारेन्टाइन व्यवस्थापन हामी आफै यस सङ्घ संस्थाका हामी संस्थाका कार्य समितिका सदस्यहरूले थोरै धेरै उठाएर हामीले यसमा खर्चमा गरेनौँ। व्यवस्थापन सामग्रीहरू हामी आफै गऱ्यौँ। 7 ए साइड फुटबल प्रतियोगिता 2077 1,09,435 खर्च भएको थियो, जसमा 1,09,015 रुपियाँ आम्दानी भएको थियो। 2080 जेठ 18 गतिदेखि 15 दिने मौतेपारी लोकमार्ग आन्दोलन पनि हाम्रो यही संस्थाको नेतृत्वमा भएको थियो। यसमा हाम्रो खर्च आम्दानी केही पनि छैन। हामी जो जति जहाँबाट खट्यौँ हामीले सकेको गऱ्यौँ र ठेक्का रद्द पनि भयो। र त्यसपछि पनि अब काम लगातार हामीले गाउँपालिका अध्यक्ष राजु थापाको आग्रहमा हामीले आन्दोलन त्यो बेलामा रोक्यौँ। त्यसपछिका गतिविधिहरू सबैले देखिराख्नु भएको छ। जुन आन्दोलन पनि हाम्रै यस संस्थाको नेतृत्वमा भएको थियो। 4,25 सम्म 2,70,624 हालसम्म ब्याज हिसाब गरिएको छैन। र परमानन्द सहकारीमा सावा 1,20,000 छ। 2078-86मा लिएको 2,40,000 मध्ये सावा बाँकी हामीले यही अक्षय कोषकोबाट ब्याज मिलाउँदै अहिले 1,20,000 बाँकी छ। र 80-81 को नवीकरण खर्च 23,000। यो 2,323 81-82 को अडिट खर्च अघिल्लो वर्षको 67,965 कुल 6,95,890। 2077 मङ्सिर 6 गते भक्तिलाल विकलले 2,40,000 को जग्गा खरिद गरे बापत दिनुपर्ने रकम 1,55,000 बाँकी छ हामीले उहाँसँग लिनुपर्ने। निजले 2082-332 सम्मको ब्याज 12% हिसाब गर्दा 55 महिनाको रु 85,250 गर्दा जम्मा लिनुपर्ने रु 2,40,250 लिनुपर्ने रकम रहेको छ। अन्त्यमा यस गरिमामय कार्यक्रममा उपस्थित प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, हाम्रा हरेक गतिविधिमा
गर्ने कुरा स्वामी परमानन्द सरस्वती जसको स्मृतिमा हामीले आज कार्यक्रम गरिरहेका छौँ। नेपाल सरकारले उहाँलाई राष्ट्र सन्तका रूपमा सम्मान प्रदान गरिसकेको छ। हामी गुरु परम्पराका रूपमा त उहाँलाई हामीले सन्त शिरोमणि लगायतका थुप्रै पदहरूले हामीले पुकार्थ्यौँ। तर पनि अहिले भर्खरै 82 सालमा नेपाल सरकारको सञ्चार मन्त्रालयले रु 10 अङ्कित टिकटद्वारा यो वैधानिक मान्यता प्राप्त गरेको छ। र म सर्देय गाउँपालिकाका प्रमुख, उपप्रमुख, सम्भवतः कार्यकारी प्रमुखज्यू पनि यहीँ हुनुहुन्छ। उहाँहरू सबैलाई र यो सबै समुदायलाई एउटा म निवेदन गर्न चाहन्छु, त्यो राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजको जो रु 10 अङ्कित टिकट छ, त्यो टिकटको एउटा हामी आजका प्रमुख अतिथि गुरुज्यूको परामर्शमा निर्देशनमा हामीले एउटा फोटोलाई व्यवस्थित गर्छौँ र त्यो फोटो हाम्रो काँटेखोला गाउँपालिकाको कार्यालयमा साथै यस अन्तर्गतका सबै वडाहरूमा यो फोटो राख्नका लागि मैले निवेदन गरेको छु। गाउँपालिकाका प्रमुखज्यूले पनि यसलाई स्वीकृति गर्नुभएको छ। एकचोटि सबैले यसलाई अनुमोदन गरिदिनु होला। र म आज यहाँ शैक्षिक संस्थाका पनि प्रमुखहरू यहाँ आउनुभएको छ। सबै महानुभावहरूले कमसेकम त्यो हामीले डिजाइन गरेको फोटोलाई शैक्षिक संस्थाहरूमा पनि, सामाजिक संस्थाहरूमा पनि, धार्मिक संस्थाहरूमा पनि राखिदिनका लागि कमसेकम यो गाँठेकोला गाउँपालिकाका सबै अभिभावकहरूलाई म त्यो परम्पराको एउटा विद्यार्थी भएको नाताले सादर निवेदन गर्छु। त्यो सबै व्यवस्था हामी त्रिपुरेश्वर महादेव मन्दिरको समन्वयमा गर्नेछौँ। यति नै निवेदन गर्दै म यहाँबाट बिदा हुन्छु। हरि ओम तत्सत। खिलाडी हौ खिलाडी हामी खिलाडी, खिलाडी हौ खिलाडी हामी खिलाडी, सभ्यता र संस्कृतिका हामी चिनारी, सभ्यता र संस्कृतिका हामी चिनारी, हामी चिनारी हौ हामी चिनारी, हामी चिनारी हौ हामी चिनारी, हामी खिलाडी हामी खिलाडी। प्रगतिको यात्रामा सँगै अघि बढ्छौँ, प्रगतिको यात्रामा सँगै अघि बढ्छौँ, सँगै अघि बढ्छौँ, सँगै अघि बढ्छौँ। यी विभिन्न शीर्षकहरूलाई सम्मान गर्नुपर्छ। र अब यहाँ यो खेल मैदान निर्माण भयो। अब यहाँबाट उत्पादन हुने जुन जनशक्ति छ, मेरो त शुभभाव यही छ, देशभित्र देश बाहिर यहाँबाट उत्पन्न भएका जनशक्तिले ख्याति प्राप्त गर्न सकुन्, योग्य जनशक्ति। तर ती जनशक्तिभित्र यो राष्ट्रको माटो भिजोस्, यहाँको धर्म संस्कृति संस्कार मर्यादा परम्परा उनीहरूको रगत रगतमा व्याप्त रहोस्। मैले यही भन्न चाहन्छु। खेलाडीहरूलाई जो प्रशिक्षण दिइन्छ, प्रशिक्षण दिँदै गर्दा एउटा शीर्षक, यो माटाको शीर्षक राख्नुपर्छ। कुन भूमिमा जन्मेका छौँ, कुन माटोमा जन्मेका छौँ, माटाको स्मरण नगर्दा, माटाको सम्मान नगर्दा कतिसम्म ऋणी हुन्छौँ भन्ने कुरा प्रशिक्षकले प्रशिक्षार्थीहरूलाई दिनुपर्छ। अर्को कुरा, आफ्नो धर्म संस्कृति संस्कार मर्यादा परम्पराको बोध उनलाई गराउनुपर्छ। आज नगराए उनले कहाँबाट जान्ने, कहाँबाट सिक्ने? हाम्रो सनातन धर्म यो हो, हाम्रो संस्कृति यो हो, हाम्रो सभ्यता यो हो। जब संस्कृति मेटिन्छ, सभ्यता मेटिन्छ,
धार्मिक परम्परा छिन्न भिन्न हुन्छ भने व्यक्ति के को आधारमा बाँच्छ? आफ्नो परिचय के त? परिचय नै त्यहाँ शून्य हुन पुग्छ। त्यसैले यी प्रशिक्षार्थीहरूलाई माटाको शिक्षा दीक्षा, धर्म संस्कृति मर्यादा परम्पराको शिक्षा दीक्षा नेपालमा जस्तो संस्कृति अन्यत्र मलाई त लाग्छ विश्वमा कहीँ छैन। यद्यपि धेरै विश्व त म पुरै घुमेको छैन, 5-7वटा देश मात्रै घुमेको छु। हर देशले आफ्नो संस्कृति सभ्यता जोगाउनको लागि त्यहाँका विद्वान प्राज्ञिक व्यक्ति राजनैतिक व्यक्तिहरूले ठुलो चिन्तन गरेका हुन्छन्। संस्कृति सभ्यता मेटाउनको लागि पुरुषार्थी बन्ने त सायद नेपालका नेतृत्व वर्गमा रहेका जो नेतृत्वहरू छन् तिनी हुन् कि जस्तो लाग्छ। राजुजी तपाईँलाई भनेको होइन, तपाईँले पनि धर्म संस्कृति संस्कार मर्यादा माटोलाई भुल्न थाल्नुभयो भने हामीले भन्छौँ तपाईँलाई पनि नभुल्नु होला, नभुल्ने शिक्षा दीक्षा दिनु होला। हर युवाहरूले नभुल्ने शिक्षा दीक्षा दिनुपर्छ। आफ्नो पेट मात्रै कसले पाल्दैन, माछाले पालेको छ, गोही ग्राहहरूले पालेका छन्, गोरु गधा स्याल कुत्ताले पनि पालेको छ पेट मात्रै। पेट मात्रै पालेर असल मानव र असल राष्ट्रिय व्यक्ति बन्न सकिँदैन। त्यसमा ख्याल गर्नुपर्छ। राष्ट्रियता हुनुपर्छ, माटो हुनुपर्छ, समष्टि बुद्धि हुनुपर्छ। म खाऊँ मै लाऊँ, सुख सयल बा मोज म गरौँ, म बाँचुँ मै नाचौँ, अरू सब मरौँ दुर्बलहरू। यस्तो कुपाठ पढ्न पनि हुँदैन, कसैलाई पढाउन पनि हुँदैन। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग भवेत्। सबैको कल्याण होस्, सबैको भलो होस्, कसैका पनि आँखाबाट दुःखका अश्रुपात अश्रुहरू नगिरुन् भन्ने यस प्रकारको भावना, राष्ट्रिय भावना सबैको मुटुमा प्रवेश गरेको हुनुपर्छ। यस्ता शिक्षा दीक्षा भावी सन्ततिहरूलाई दिन जरुरी छ। अब ब्रह्मलीन गुरुवर जन्मेको यो भूमि हो। बिउकोटलाई बाहिरका व्यक्तिहरूले अर्कै रूपले हेर्छन्। राष्ट्र सन्त प्रादुर्भाव भएको ठाउँ हो। त्यहाँका व्यक्ति त देवतै सरह छन्, त्यहाँका व्यक्ति नमन गर्न योग्य छन्। राष्ट्र सन्त जन्मेको त्यो भूमि ललाटको चन्दन जस्तो हो, त्यहाँको माटो हो भनेर त्यसरी हेर्छन्। यहाँका व्यक्तिले केही कसैले गल्ती गरे भने गुरु जन्मेको ठाउँका व्यक्तिले नि गल्ती गर्न सक्छन् र भनेर त्यो गल्ती हो कि होइन भनेर अलिकति चिन्तन गर्नुपर्छ उनले। यस्तो माटो हो यो। यस्ता माटोमा जन्मे हुर्केका व्यक्तिहरूले मर्यादा क्रमलाई कदापि भङ्ग गर्नु हुँदैन। समाजलाई कसरी शिष्ट विशिष्ट बनाउनुपर्छ त्यो पनि चिन्तन गर्नुपर्छ। नास्तिकतालाई हटाएर आस्तिकतालाई स्वीकार गर्दै अगाडि बढ्नुपर्छ। अब मेरा त भनाइ नै हुन्, धेरै के भनौँ। ब्रह्मलीन गुरु परमानन्द सरस्वतीजी महाराज नजन्मेको भए सायद यो के हुने थियो, समाज कहाँ जाने थियो, धर्म संस्कृति संस्कार मर्यादा परम्परा कहाँ जाने थियो, पूर्वीय वाङ्मय सभ्यता कहाँ जाने थियो। अब आज यो छोटो समयमा यी धेरै प्रस्तुतिले सम्मान पाउँदैनन्, यो पनि मलाई थाहा छ। त्यसैले गुरुजी जन्मेको ठाउँ हो, हुर्के खेलेको ठाउँ हो। गुरुजी अब नरहे पनि गुरुजीका भावना छन्। गुरुजीको कहिले पनि बेष्टी भावना भएन। सन्यासी महात्मा भएर पनि एक्लै माला जपेर एक्लै गीता पढेर बुट्टामुनि बस्नु भएन। जनका घरमा गएर आँगनमा गएर धर्म संस्कृति संस्कार मर्यादा परम्पराको उपदेश गर्नुभयो। शिक्षण संस्थाको गुहार गरिदिनुभयो। मलाई लाग्छ 300 भन्दा बढी शिक्षण संस्थालाई सहयोग गरिदिनु भयो एउटा सन्यासीले, जो कि सरकारले गर्न सक्दैनथ्यो। त्यस्ता कर्म गर्ने महापुरुष यहाँ जन्मिनु भयो। उहाँका नाम यहाँका बुटामा हुनुपर्छ भन्ने लाग्छ। त शिष्यबाट भनेको होस् कि भन्नु होला, मेरो केही लिनु दिनु छैन। म जहाँ गए पनि हुन्छ, गुरुजीको जहाँ गए नि प्रचार गर्छु। मेची गए नि हुन्छ, मलाई महाकाली गए नि हुन्छ, केही फरक पर्दैन। तर यहाँ पोखरी तलाउहरू निर्माण हुँदै गर्दा परमानन्द तलाउ, यहाँका शिक्षण संस्थाका नामहरू पनि त्यस्तै हुँदै गए भने बाहिरका व्यक्तिहरू
जसरी आज विश्वका पर्यटकहरू बुद्ध जन्मेको बुद्ध भूमि भनेर यहाँ आउँछन्, यहाँ आउँदै गर्दा लुम्बिनीमा सबै जान्छन् र आज ती पर्यटकहरूको सहायताले कति ठुलो विकास भएको छ। भोलि गुरुजीको नामबाट पनि यहाँ आउँदै गरेका पर्यटकको सहयोगले यसको एउटा आर्थिक उन्नति पनि अगाडि बढ्न सक्छ भन्ने यो मेरो बुझाइ छ। त्यसैले राम्रो होस्, त्रिपुरेश्वर महादेवका यी दक्षिणाङ्ग वामाङ्गका रूपमा रहेका यी संस्थाहरूले गल्ती नगरून्, खेलाडीहरूले पनि खानपान सुधारुन्, आफ्नो स्थितिमा रहन्। कहाँ जन्मेका हो भनेर भन्दै कसैले प्रश्न गरिहाल्यो भने परमानन्द गुरुजी जन्मेका ठाउँमा जन्मेको व्यक्ति हो भनेर यहाँका प्रशिक्षकहरूले प्रशिक्षार्थीहरूलाई त्यो दिएको हुनुपर्छ। उनले छातीमा हात राखेर भन्न सक्नुपर्छ। सके त तिनका शिरमा टुपी हुनुपर्छ, जस्तो अध्यक्षका शिरमा टुपी छ। साँच्चै नै यो जग्गा उपलब्ध गराउन त यो कृष्णको टुपीले पनि कति त मद्दत गरेको, मलाई त्यही भन्ने गर्थेँ पहिलेदेखि। यसो जान्छ यत्रो टुपी पालेको, यसो देखाउँदै गर्दा त यो टुपीको अपमान गर्न हुँदैन पनि भनेको हो। यो हाम्रो संस्कृति सभ्यता, यो कसैले पाउँदैन। यो खेलचारी कुरो होइन, संस्कार पाउने भनेको ठुलो कुरा हो। त्यसैले हाम्रा खानपान, संस्कृति सभ्यता, हाम्रा पर्वहरू, यी सबैको सम्मान गर्न सिकाउनुपर्छ सबैलाई। यो मेटियो भने सर्वस्व हुन्छ, सबै मेटिन्छ, केही पनि बाँकी रहँदैन। अब यहाँ यो खेल मैदान, यो निर्माणलाई सहयोग गर्ने धेरै सहयोगीहरू रहे। ती सहयोगी मध्येमा बेङ्कोट जापान समाज अग्रपङ्क्तिमा रहेको कुरा हामी सबैले सुनिसक्यौँ। धेरै पृष्ठपोषण नगरौँ। गौरव लाग्छ। म कहिले मेची जान्छु, कहिले महाकाली जान्छु। मेची प्रदेशतिर जाँदै गर्दा, ती क्षेत्रमा जाँदै गर्दा धेरै भक्तहरू आउँछन्, किनकि सन्त समाजको अध्यक्षको हैसियतले ठुला ठुला मञ्चमा जाँदै गर्दा कहिलेकाहीँ परिचय हुन्छ। स्वामीजी म यहाँ छु, जन्मेर अहिले म विदेश छु। के नामको विदेशमा छौ भन्दै गर्दा म जापानमा छु स्वामीजी भन्छन् उनीहरूले। अनि जापानमा दीपक सुवेदी नामका व्यक्तिलाई चिन्दछौ भनेको उहाँ हाम्रो अभिभावक हो भन्दै गर्दाखेरि सन्तुष्टि हुँदो रहेछ। हुन त म साधु सन्यासी महात्मा हुँ, जहाँकाले आफ्नो परिचय दिँदा, जहाँका व्यक्तिको उन्नति हुँदा पनि मेरो हृदय प्रसन्न रहन्छन् नै। र पनि नारदले वेदव्यासलाई भन्दैछन्, गयो यो धेरै भयो भनेर यस्तो भएको हो कि गुणका पक्षपाती साधु पनि हुँदा रहेछन् भनेर यहाँ एउटा अभिलेख आएको छ। अब ठिकै छ। अब दीपकजीले जापानमा गएर ज्यादै ठुलो श्रेय कमाउनु भएको छ। एउटा पण्डितको छोरो, पुरोहितको छोरो, जसको रगतमा यस्ता व्यवसाय भन्ने पैतृक खानदानबाट त आएको रगत होइन कि त्यो रगत होइन, र पनि त्यहाँ गएर आफूलाई रूपान्तरित बनाएर मर्यादा निष्ठालाई परित्याग नगरिकन आफ्नो निष्ठामा रहेर आज त्यस क्षेत्रमा ठुलो ख्याति प्राप्त गर्नुभएको छ। लक्ष्मीले धेरै विश्वास गरेकी छन्। उहाँले गरेकी लक्ष्मीले आज यहाँ यी क्षेत्र पनि एकदमै हराभरा भएका छन्। हामी एकदमै खुसी छौँ, एकदमै कृतार्थ भएका छौँ। अब ती लक्ष्मी यतै आउन्, विकासमा लागुन्। आफ्ना मात्रै घर परिवार त अब भरण पोषण सबैले गर्छ, आफ्नो विकास त भइहाल्छ, व्यक्तिगत विकास त। तर सामाजिक उन्नति, सामाजिक विकास भयो भने बल्ल समाजले मूल्याङ्कन गर्छ। दीपक सुवेदीजीको जुन सहयोग छ अत्यन्त सराहनीय छ। भविष्यमा पनि यस्तै सहयोग मद्दत प्राप्त हुँदै जाओस्, मन पलाउँदै जाओस्। यो हर क्षेत्रमा सहयोग गरेको देख्दै गर्दा असाध्यै खुसी लागेको छ। त्यस्ता दीपक सुवेदीलाई एकपटक सम्मान गरिदिनको लागि पनि मैले एकदमै अनुरोध गरेँ। दीपक सुवेदीको जुन बुद्धि छ, मति छ, सामाजिक क्षेत्रमा भिजोस्। व्यक्तिगत सम्पत्ति कति कोसँग के छ कसैले जान्दैन। समाजमा लाग्यो भने बल्ल थाहा हुन्छ कि अमुक व्यक्तिसँग सम्पत्ति, भौतिक सुविधा यो रहेछ भन्ने कुरा त्यहाँबाट बल्ल थाहा हुन्छ। सबै ठिकै छ। अब परमानन्दीय परम्परामा गुरुकुलम चलेका छन्। तपाईँहरूलाई एउटा कुरा, अब टिकटको विषयमा हाम्रो डाक्टर रामचन्द्रजीले भनिसक्नु भएको छ।
यहाँका प्रत्येक कार्यालयमा, गाउँपालिका, वडा अफिसमा, यहाँका शिक्षण संस्थामा, अन्य सङ्घ संस्थाहरू जे जति छन् ती प्रत्येक सङ्घ संस्थामा राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराजको जो टिकटमा आएको फोटो छ त्यो फोटो प्रत्येक अफिसमा रहोस् भन्ने प्रस्ताव थियो। हाम्रो अध्यक्षजीले स्वीकार गर्नुभएको छ कि सबैले टाँस्नुहोस्, कल्याण हुन्छ। बाहिर आएर देख्ने व्यक्तिहरूले पनि ए गुरुजीको तस्बिर रहेछ भनेर उनीहरू पनि ढुक्क भएर जाउन्, एउटा त्यो रस भने। अर्को कुरा, अब परमानन्द गुरुजीको नामबाट परमानन्द अनुसन्धान केन्द्रको रूपमा देवघाटमा एउटा अनुसन्धान केन्द्र खोलिँदैछ, यो पनि स्मरण गरोस्। अब कक्षा 6 देखि आचार्य तहसम्म त पुग्यो, कक्षा 6 देखि आचार्य तहसम्म पुगेको छ। उच्च शिक्षालय तयारी भयो गुरुजीको नामबाट। नेपाल संस्कृत विश्वविद्यालयले आज हाम्रो विश्वविद्यालय धानिएको परमानन्द संस्कृत गुरुकुलमले हो भन्दाखेरि रत्न विद्यार्थीहरू जन्मेका छन् त्यहाँबाट। अन्यत्र विद्यार्थीहरूको खाँचो हुन्छ, देवघाटमा विद्यार्थीहरू तल आउनै सकिहाल्यो। जम्मा 25-30 जनाभन्दा वर्षमा राख्ने मसँग क्षमता छैन, छात्रावासको अभाव छ। 200-250 विद्यार्थीहरू प्रतिस्पर्धी बन्न आउँछन्, त्यति विद्यार्थीहरू प्रतिस्पर्धी बन्न आउँछन्। अब ती विद्यार्थीलाई त्यहाँ राख्न पाए धेरै राम्रो हुने थियो। अब त्यहाँ छात्रावासको अभावको कारणले मैले राख्न सकेको छैन। देवघाटमा एउटा राम्रो छात्रावासको आवश्यकता छ, खड्केको छ। ती विद्यार्थीहरूले दर्शनशास्त्र पढ्ने थिए, पेटभरि पढ्ने थिए। अब त्यो छात्रावासको अलिकति कमजोर भएको कारणले राख्न सकिएको छैन। अब त्यो छात्रावासले पनि दीपक सुवेदीजीको चेहरा यसो पुलुक्क हेरेको छ, उहाँले चिन्तन गर्नुहोला। छात्रावासले हेरेको, मैले हेरेको होइन। ए हरि सर, रामचन्द्र, त्यो छात्रावास करिब 500 विद्यार्थी त्यहाँ राख्नुपर्छ भन्ने मान्यता छ आवासीय रूपमा। अब 300 करिब 250सम्म विद्यार्थीहरूलाई अहिले ठिकै छ, ठिकसँग बसेका छन्। 50 जना विद्यार्थीहरू अटोस भएर बसेका छन्। अब त्यहीँबाट ठुला विद्वानहरू निक्लिसके। अझ करिब 250 भन्दा बढी विद्यार्थीहरूलाई राख्ने छात्रावासको आवश्यकता भएकोले अब परमानन्द गुरुले पनि सम्झिनु भएको छ, छात्रावासले सम्झेको छ, वेदले सम्झेको छ, व्याकरणले सम्झेको छ, इतिहासले दीपकजीको चेहरा यसो पुलुक्क सम्झेकोले अब चिन्तन गर्नु। यति नै हो, मैले यहाँभन्दा बढी भनिनँ। अब खुसी लाग्यो। अब यो अगाडि बढ्दै जाओस्, धेरै प्रशिक्षार्थीहरू जन्मदै जाउन्। मैले भनिसकेँ, माटो पनि भिजोस् तिनको हेर्दैन, खेल्ने क्यार्ने हाँस्ने मात्रै गरेर गएर यहाँ केही फाइदा छैन। भोलि गएर यो समाजलाई काम दिन सक्ने खाले खेलाडीहरू जन्मे, यो माटोलाई चिनाउन सक्ने खेलाडीहरू जन्मे। यहाँ 2-4 वर्ष यिनलाई खेलाएर नचाएर अनि त्यसपछि त्यत्तिकै छोडिदिएर मात्रै फाइदा छैन। यो माटोलाई देश विदेशसम्म चिनाउन सक्ने त्यस्ता व्यक्तिहरू जन्मिनुपर्छ। जस्तो आज गुरुजी जन्मेर यो धरालाई कहाँ पुर्याइदिनु भयो, त्यस्तै व्यक्तिहरू जन्मुन् भन्ने मेरो भावना छ। त्यसैले अब सबैको भलो होस्। आज गाउँपालिकाको प्रमुखजी, उपप्रमुखजीहरू सबैसँग धेरै समयपछि भेटघाट हुने अवसर पनि प्राप्त भयो। अब यस्तो अवसर प्राप्त भइरहन्छ। अब राष्ट्रको गतिविधि मैले केही भन्दिनँ, सबैले थाहा छँदैछ। डाँडाकाँडा के भए, पाखा पखेराहरू के भए, युवा के भए, शिक्षण संस्था के भए, कुन परिवेशमा हामी छौँ, कहाँ पुगेका छौँ, हाँस्ने हो कि रुनी हो? हेर्नुहोस्, अहिले तपाईँ हामी हाँस्ने कि रुनी, यो अवस्था, यो परिवेशमा हामी गएका छौँ। 2 वर्ष पहिला महोत्सव, बिहुकोट महोत्सव रामकोटमा भएको थियो। महात्माहरूले आफ्ना भित्रका अभिव्यक्तिहरू प्रकट गर्नुभएको थियो। नभन्दै केही प्रकट भए जस्तै भएछ, अहिले देखियो। त्यसैले अब यो राष्ट्रमा शान्ति छाओस्, योग्य व्यक्तिहरू त्यो आसनमा पुगुन्। धर्म, संस्कृति, संस्कार, मर्यादा, परम्परा, राष्ट्रियता बोकेका
राष्ट्रको स्वाभिमान अस्मिता बोकेका व्यक्तिहरू त्यो आसनमा जाउन् र राष्ट्रमा शान्ति कायम रहोस् भन्ने यही शुभ भावका साथमा यो कार्यक्रम 2 दिवसीय कार्यक्रम आशातीत सफलताको शुभकामना व्यक्त गर्दै मेरी बाणीलाई यहाँ पूर्णता दिन्छु। हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम।